हेलो एन्ड गुड मर्निङ साथीहरू, सन्चै हुनुहुन्छ? आजको मेरो भ्लगमा हजुरहरू सबैलाई स्वागत गर्न चाहन्छु साथीहरू। भ्लगको सुरुवात चाहिँ मैले उठेर सरसफाइबाट सुरु भयो। अनि सरसफाइ पोछा लाएँ अनि त्यसपछि दिनको सुरुवात गरेँ साथीहरू। हजुरहरूको दिनको सुरुवात कसरी हुन्छ कमेन्ट गरेर भनिदिनु होला है साथीहरू। मेरो चाहिँ गाउँ आएको बेलामा सरसफाइ गर्ने चाहिँ स्पेसल ड्युटी हुन्छ मलाई चाहिँ, किनभने अब बुबा मम्मीहरूले भ्याइराखेको हुँदैन नि त, धेरै कामहरू भइरहेको हुन्छ। त्यो भएको हुनाले नि म चाहिँ सरसफाइ सकेर चिया खाने साथीहरू। त्यसपछि खोले पकाएँ अनि बाख्राको गोठमा गएँ, घाँसहरू हालिदिएँ। ड्याडीले चाहिँ मकै ल्याइदिनु भएको रहेछ। हाम्रो चाहिँ आज लिची टिपेर पठाउने पालो रहेछ साथीहरू। लिची खासै नपाकेको, अनि योपालि लिची खासै नफलेको हुनाले थोरै थियो र पनि धेरै जस्तै थियो होइन हाम्रो लागि त। तर पहिलाको जस्तो फल्ने, मजाले फल्ने एउटा बोर्डमा जस्तो थियो नि त। अनि आज गाडी आउने भएको कारणले तरकारीहरू पनि टिप्नु पर्ने रहेछ साथीहरू। मैले चाहिँ लौका टिपेँ, अन्त लौका टन्नै थियो। सो लौका कति धेरै क्यारेटहरू थियो, बाँकी ल्याउनै बाँकी थियो साथीहरू। लौका बोकेर थाकिरहेको अवस्थामा मैले भिडियो बनाएको थिएँ। तरकारीहरू टिपिसकेर म चाहिँ घाँस काट्न गएँ साथीहरू। बाटो एकदम हिँड्न गोठमा जानको लागि गाह्रो हुने भइरहेको थियो नि त। अनि त्यही भएर मैले चाहिँ बाटो पनि सफा हुने अनि घाँस पनि हुने त्यही काम गर्दै थिएँ। अनि त्यति मलाई चाहिँ यो शीतलो मौसममा घाँस काट्न चाहिँ कस्तो मजा आउँछ कि साथीहरू। तर घाँस काट्दा काट्दै पानी पऱ्यो भने चाहिँ झन् बवाल मजा लाग्छ क्या। मैले घाँस काट्दा नासपति भेटाइदिएँ क्या साथीहरू, माथिबाट झरेको रहेछ तर खतरा मिठो लाग्यो। पहिलोचोटि मुखमा हालेको भएर होला। ड्याडीको लागि खाजामा मैले परौठा बनाइदिन लाएँ। ड्याडी बेसी जान लाग्नुभयो। खेतमा जाँदा चाहिँ खाजाहरू केही न केही लिएर जानुहुन्छ। त्यो भएको हुनाले चाहिँ म आएको बेलामा चाहिँ ड्याडीलाई स्पेसल पराठा बनाएर पठाउँदैछु साथीहरू। सो अब मिठो चाहिँ हुन्छ कि हुँदैन, तर मेहनत चाहिँ अलिअलि गरेको। खासै मसलाहरू चाहिँ हालेको छैन मैले, सिम्पल सादा नै बनाउँछु जहिले जे बनाउँदा पनि। सो परोठा प्याक भयो। त्यसपछि बेलुका चाहिँ हामीले मोमो बनाएको। अङ्कल कस्तो छ मोमो? एकदम सुपर छ। साँच्ची हो नि? देखाउँछु ल कस्तो छ। एकदम मिठो छ। खाइसक्नु भयो? मलाई चाहिँ गाउँ आएको बेलामा केही मिठो मसिनो परिवारलाई खुवाउँ जस्तो फिल हुन्छ नि त। अन्त सबैजना परिवार भएर बसेर मिलेर खाइदिनु भयो, मिठो नमिठो जस्तो भए पनि खाइदिनु भयो, त्यही ठुलो कुरा। मोमो कस्तो छ लौसाङ? मम्मी कस्तो छ मोमो? कसम? थ्याङ्क यू।